धन्यवाद कार्यक्रम संचालक ज्यू। श्रीमान, इस कार्यक्रम का स्वागत से प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथि, निष्पक्ष निर्णायक मण्डल, प्रतियोगी अप्रतियोगी मेरा मित्रहरू र सम्पूर्ण उपस्थित व्यक्तिहरू, आजको यस वक्तित्व कला प्रतियोगितामा मैले पनि पाले बनमग्याल गुम्बा विद्यालयको तर्फबाट म हिक्मत मकैले भाग लिन पाउँदा अत्यन्तै खुसी व्यक्त गर्दछु। आजको यस वक्तित्व कला प्रतियोगिताको शीर्षक मिलन रहेको छ। मिलन शब्द संस्कृत नाम शब्द हो। यसको अर्थ सम्मुख हुने, भेट हुने, सम्पर्कमा पुग्ने, कुनै ठाउँमा भेला हुने, कुनै गोलाकार वस्तु, कुनै वस्तुको मिश्रण, मिसाउने काम, कुनै दुई वस्तुलाई जोड्ने काम र कुनै पनि सभा समारोहमा समावेश तथा सहभागी हुने काम भन्ने बुझिन्छ। श्रीमान सभापति महोदय, सामान्यतया मानव समुदायमा जन्म भएपछि मृत्यु भएसम्म लागू गर्नुपर्ने जीवनको शैली र निरन्तर चलिरहने एक प्रक्रिया हो। अमूल्य मानव जीवनको गहिरो सम्बन्धलाई स्थापित गर्दछ। मिलनले विविधता र बहुलतालाई पनि स्वीकार गर्दछ। मिलनले फरक विचार र प्रेमले नयाँ सृजना कुटे गराउँदछ। मिलनले मानिस, प्रकृति र अन्य प्राणीहरूबीच पनि सम्बन्ध स्थापित गराउँदछ। मिलन भन्नाले शारीरिक रूपमा र भावनात्मक रूपमा प्रत्यक्ष सम्बन्ध विस्तार गराउँछ। मानिसमा आत्मा र मनको मिलनलाई सशक्त पार्दछ। जसरी दुई पाइलटको मिलनबाट हवाईजहाजको सुरक्षित अवर्तन सम्भव छ। मिलनले हामीलाई सरल, सहज तरिकाबाट सफल जीवन जिउन सहयोग गर्दछ। दाजुभाइको मिलनले हामी बलियो बनाउँछ। साथी बीचको मिलनले आत्मबल बलियो पार्दछ। छिमेकी बीचको मिलनले हामीलाई सहयोगी भावनाको विकास गराउँदछ। बुबा र आमाको मिलनले परिवारभित्र समझदारी सहयोगमा वृद्धि गराउँदछ। दिदी र बहिनीको मिलनले शान्त स्वभावको विकास गराउँदछ। खेलाडीहरूको मिलनले कुनै पनि खेलमा विजय प्रदान गराउँदछ। समाजको मिलनले आदर्श समाजको स्थापना गराउँदछ। कार्यालयमा कर्मचारीहरूको मिलनले कार्य सम्पादन गर्न सजिलो बनाउँदछ। महिला पुरुषको मिलनले समतामूलक समाजको स्थापना गर्न सहयोग गर्दछ। राष्ट्रहरूको मिलनले आपसी सहयोग आदान प्रदान गर्न सहयोग गर्दछ। राष्ट्रहरूको मिलनले आपसी सहयोग आदान प्रदान गर्न सहयोग गर्दछ। वैज्ञानिकहरूको मिलनले नयाँ आविष्कार पत्ता लाग्न सक्दछ। हामीमा मौरी र कमिराक जस्तो मिहिनेत, कर्तव्य, अनुशासन र मिलनसारका भावनाहरू विकास र विस्तार गर्ने क्षमता मिलनले पैदा गराउँदछ। जसरी हामी आफ्नै छायालाई छाड्न सक्दैनौँ, त्यसरी नै दैनिक जीवनमा मिलनलाई पनि छाड्न मिल्दैन। श्रीमान सभापति महोदय, समाजमा विकृति, विसङ्गति भित्ति नदिन सबैमा मिलन आवश्यक देखिन्छ। समाज, राष्ट्र र अन्य संसारमा मिलन जस्तो मानवीय व्यवहार देखाउन नसक्दा अन्याय, अत्याचार, क्षय झगडा, कुसंस्कार, अशान्ति, असहयोगी भावना, रिस, राग, दुश्मनी भावना, माया, ममता, कर्मशीलता जस्तो समस्याहरू विष्णुमूर्तिको मूलामा मौलाउन सक्छन्। श्रीमान सभापति महोदय, अन्त्यमा म के भन्न चाहन्छु भने मिलन मानव जीवनमा मात्र लागू नभएर अन्य सबै प्राणीहरूमा पनि हुने गर्दछ। मानव सभ्यताको विकास गरी विश्वमा शान्ति स्थापना गर्न, हाम्रो समाजलाई आधुनिकतातर्फ लैजान, आदर्श र सफल जीवन जिउन, निस्वार्थी र सहयोगी भावनाको विकास गर्न सबैमा मिलन आवश्यक छ भन्दै मेरो भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद।